हेलो गाइज, गुड मर्निङ। आज चाहिँ हामी छुट्टीको दिन यसो नास्ता बनाउँदै गरेको अवस्था, यसो हल्का छोट भ्लग बनाऊ कि भनेर बनाउन आँदैछु। ल यसो हल्का मेहनत गरेको कस्तो हुँदैछ है, यहाँ बन्दैछ। अब है पानी उम्लिनु पर्यो नि त राजा। त्यो चाहिँ चिल्ली सस होइन? चिल्ली सस। यो चाहिँ टमाटो हो कि के हो? डेट कहाँ लेखेर डेट छैन? त्यसको त्यहाँ माथि छ। यसको छैन होला नि, हेर्नु राम्रोसँग। यसको त यहाँ छ। एक्सपायर 25 7 महिना 27। 7 महिना भनेपछि 6 आज होइन? 6 सधैँ 6, अब 1 महिना छ आज। उम्लिँदैछ। ननिकाल्नु नि, ननिकाल्नु नि। यो प्लास्टिक हुन्छ, यो पाकिन्छ जस्तो एकछिन पाक्ने होइन नि यार, पकाउने होइन यो, पर्नु त प्लास्टिक हुन्छ। हुँदैन। कतिवटा हाल्ने? 4 जना छन्। एउटा खाइसकिन्छ। के अरे? एउटाले एउटा खाइसकिन्छ। कहिले एउटा कहाँ खानु यार? मैले अघि धेरै हुन्छ भनेको त हो नि यार। पहिला नहाल्नु, सबै रेडी गर्नु, अनि सबै एकबार झिराम हालेर। तिनवटा नेपाली चाउचाउ, नेपाली ब्रान्ड हो तर इन्डियन प्याकिङ भएर हो। ड्युटी भयो भने ड्युटी भइहाल्यो, ड्युटी भएन भने रुममा बसेर के खाउँ कसो गरौँ भन्ने हुन्छ। अब बनाएर खानु त पर्दैन, कम्पनीले नै हो हामीलाई खाना दिने चाहिँ। यही त हो, नेपालीले भनेको टाइममा दिँदैन, भोक लागिहाल्छ। 3टा हुन्छ होला नि। 5वटा हुन्छ नि। यता बन्द गर्दै हुन्छ होला है? बन्द नगर्नु नि, फसाइहाल्यो। कस्तो होला त आजको नास्ता? हेरौँ कस्तो हुन्छ। मैले सर्टली रोड पनि छ नि। खतरा भन्छ। हामी बनाउनै जान्ने मान्छे त होइन, जे भए पनि हामीले आफ्नो भोक चाहिँ त्यो ल्याउनु त के चाहिँ साग। भर्खरै हो उठेको पनि, खासै टाइम चाहिँ भएको छैन। अब नेपालीको बानी खै अरूले चाहिँ कस्तो हुन्छ, हामीले चाहिँ उठ्यो कि खाइहाल्नु मनपर्ने, खाइहाल्नु पर्ने। ग्यास्ट्रिकको बिमारीले गर्दा पनि होला सायद। त्यस्तो खासै स्पेसल त होइन, यसो चाउचाउलाई चाउमिन स्टाइलमा हेरेर यसो माया सल्लाह सुझाव दिनु होला।
कस्तो बन्छ साथी हो बनाउँदा चाहिँ दामी बनाउन खोज्दैछौँ खै कस्तो हुने हो थाहा छैन गोठालो दाइले हाँ मिक्ली ओइ ओइ हो गया बंदो हो गया कुछ बोलो क्या बताएगा हाई तो करो ओए यार धेरै पार्छ मार्नु हो मारेको हो कि ल थाली गर्नु निकाल्नु त्यसलाई भइसकेको छ कि उ गर्नु त यो थाली बिछ्याउनु त के हुँदा अच्छा मुरी हिजोले भनेको भए ल्याउनु हुन्थ्यो नि पैसा नभए नि ऋण हालेर थियो नि ल हालेर हाल म समातिदिन्छु हस्तबहादुर कहाँ जानु गइसियो यार मुख जुत्यो होला होइन म पनि त छैन त पानी खानु म सास्छु ल है गाइस आजको नास्ता चाहिँ यस्तै हो खतरा भयो ल बप्पाल भयो बप्पाल खुर्सानी आज पनि हाल्छ मैले हालिदिएको खोर्सानी चाहिँ हालेको छ तर चाहिँ उ छ के अरे कम छ चिल्ली सस चाहिँ त हामीसँग चिल्ली चिल्ली सस छ टमाटर सस छ ए तेरो खाना त पैसा कमाउन नसक्यो हालेको ननिकाल्नु नि किन निकाले स्यान्डविच त के खानु यस्तो मिठो नास्ता बनाएको यार स्यान्डविच खल्ली बल्ली के खल्ली बल्ली स्यान्डविच यति लाग्दा कहाँ बनाउने अनि उहाँ नि ए ल यसलाई साइड लगाइदिनु छिनै कुनमा धेरै कुनमा तोडेछ कुनमा धेरै कुनमा तोडेछ कि ए भइहाल्छ नि त्यो चम्चा चम्चा छ नि हामीसँग चम्चा छ ऊ माथि पनि छ पुरै पुरै पुग्छ हाम्रो किचनको ऱ्यागै छ नि ए तेरिका हो त्यो पनि हो यो यहाँ छ एउटा सबैलाई पुग्यो त पाला नि अब एकजना चाहिँ आउनै बाँकी छ ए उहाँ दुईजना चाहिँ लाग्नुभयो अब हामी दुईजना चाहिँ मैले यहाँ
सर्ट भिडियो पनि बनाउँदैछु कि अब एकजना चाहिँ आइपुग्नु भएन आएको भए हजुरहरूले देखाइदिनु हुन्थ्यो आज चाहिँ बिहानै उठेर खै साथीहरूलाई के खान मन लाग्यो कुन्नी हल्का प्याज र खुर्सानी काटेर टक्क हाल्नु अझ बवाल पाए खाउँछ भाइ आएर छैन यहाँ छ त उहाँ चाहिँ हाम्रो स्पेसल गेस्ट आजको ए गुड मर्निङ फ्याफुला उहाँको पारै भिन्दैछ फेरि हेर्नु नि के होला जस्तो छ है यो किन कहाँ जान्छ तपाईँ गाड्ने भने होइन एउटा खुर्सानीको गम भस्तो मानेको छु मैले होइन गाड्ने होइन स्वाद कस्तो छ साथी हो ठिक छ खाँदाखेरि त साथीहरू त यस्तो मौन छ अनि बोलौँ न यता त सकी छ के हो पारा खानै जन्मिएका रहेछन् खाओ खाओ ल हेर्नुहोस् कसैको यस्तो छ पारा कसैको त्यस्तो छ पारा यस्तो व्यक्तिले चाहिँ के भन्नुहुन्छ कमेन्टमा यसो भन्नु होला त साँच्ची कति थियो अरे चाउमिन चाँडै सकियो त यार थोरै हाल्दै हो कि हो यार उसले छाने सबभन्दा धेरै भएको लिएर गएको फर्स्टमा उसले लिएर गएको यसमा अन्डा उसिनेर चाहिँ ट्याक्क काटेर हाल्ने भने मस्त हुन्छ नत्र अमलेट बनाएर गाइस भिडियोमै थाहा पाउनु भयो होला नि सबभन्दा लास्टमा आएर उसैले के चाहिँ आइटम चाहिँ चाहिँदो रहेछ तर नमिठो चाहिँ भएको होइन नमिठो छैन नमिठो भएको छैन होइन भेज खाएको के वास्तव न त मैले हिजो चिकन राख्ने सोच गरेँ चिकन चाउमिन सही हो के हाल्ने अलि अलि रोकिनु भयो क्या अलि भनेर चिल्ली सस गुलेर हाल्नु पर्छ